सुरुमै दिन यस्तो भएपछि कस्तो गयो होला। हेलो साथीहरू, वेलकम छ आजको मेरो मिनी ब्लगमा। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेर देखिसक्नु भएको छ साथीहरू। पानीपुरी खाँदैछौँ साथीहरू। मैले पनि पानीपुरी खाएँ साथीहरू। अनि पानीपुरी खाएँ अब हामी चाहिँ गाडी चढ्दैछौँ। गाडी चढेर नि बसिसक्यौँ साथीहरू। अनि हामी चाहिँ ठ्याक्क पुग्यौँ केवल टार। किन आएको भनेर थाहा पाइसक्नु भयो होला। अनि हामी चाहिँ मुभीको टिकट काटेर पनि भित्र गइसक्यौँ, लिफ्टमा गइसक्यौँ साथीहरू। अनि बहिनीहरू त ओहो झन्नै लडिहालेको साथीहरू। ल अनि टिकट चाहिँ गर्ने ठाउँमा पनि पुगिहाल्यो। अनि पपकर्न पनि लियौँ हामीले चाहिँ। अब पपकर्न खाँदै मुभी हेर्नुपर्छ भनेर म चाहिँ खुसी हुँदै थिएँ। मुभी पनि हेर्न पुगिसक्यौँ साथीहरू। ब्रेक टाइममा चाहिँ हामी बाहिर आएर चाहिँ हामी फोटोसोटो खिच्यौँ साथीहरू। एकदमै रमाइलो भयो। मुभी पनि एकदमै राम्रो थियो र दुईवटा भाइहरूले पनि हाँस उठिरहेको थियो। मुभी पनि सक्यो। बुढाबुढीको झगडा परालको आगो। थ्याङ्क यू साथीहरू यहाँसम्म हेरिदिनु भएको भने बाई।